कुसुमे रुमाल मायाको बारीमा प्रीतिको फूल सङ्गाली राखेको कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल। यो फिल्म हेर्नु भएको छ तपाईहरुले? हेर्नु भएको छ तपाईहरुले? फिल्म हेर्नु भएको छ? हेर्नु भएको थियो? म हुँ नेपाली बाबु मेड इन नेपाल म हुँ नेपाली बाबु मेड इन नेपाल कालो टोपी भदगाउँले मेरो शिरमा ढल्केको एक जोडी खुकुरी हेर टललल टल्केको मेची काली रगतमा मेरो शललल बगेको छाती भित्र मेरो हिमाल झललल झल्केको म हुँ नेपाली बाबु मेड इन नेपाल। यो चाहिँ हेर्नु भएको छ कला नेपाली बाबु? यो एउटा फिल्म थियो मेरो, त्यसको गाना मलाई एकदमै मनपर्छ। त्यसको एक टुक्रा गाना गुनगुनाउन चाहन्छु। गहिरो गहिरो सागर जस्तै अचल पहाड जस्तै हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि। चलचित्र सम्झनाको यो गाना थियो। चलचित्र त साह्रै बिग्रिस नि बद्री भन्ने फिल्ममा हरिवंश आचार्य र मैले सँगै खेलेको थियौँ। यो फिल्म चाहिँ हरिवंशले बनाउनु भएको। यसको निर्माता हरिवंश र किरण केसीजीले बनाउनु भएको थियो। त्यसमा मेरो पनि एउटा इम्पोर्टेन्ट रोल थियो। त्यो फिल्ममा चाहिँ नि धेरै पुरानो भइसक्यो, युट्युबमा छ, बिर्सिनु भएको भए घरमा गएर हेर्दा पनि हुन्छ। त्यो फिल्ममा एउटा यस्तो सिन थियो जुन सिनमा बुढाले कान्छी स्वास्नी लिएर आएर बुढीलाई घरबाट निकाल्नुहुन्छ अनि बुढी बिचा। थ्याङ्क यू भेरी मच। आदरणीय उपप्रमुखज्यू, वरिष्ठ जनताका गायक जीवनज्यू, ड्यासमा आसीन हुनुभएको वरिष्ठ व्यक्तित्वहरू, विभिन्न राजनीतिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनी, बा आमा, भाइ बहिनीहरू र मलाई आज यस कार्यक्रममा निमन्त्रणा दिनुहुने यस कार्यक्रमका आयोजक सम्पूर्ण टिम सबैलाई म हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र संस्कृति तथा पर्यटनको जगेर्ना गर्ने उद्देश्यले जुन कार्यक्रम आजदेखि सुरुवात हुन गइरहेको छ, यो कार्यक्रम लगातार 10 दिनसम्म हुने मैले सुनेको छु। 10 दिनसम्म यो कार्यक्रम अझ डे बाई डे झन् उत्साहको साथ सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु र यस कार्यक्रमलाई साथ दिनुलाई म लगायत नेपाली चलचित्र जगत, नेपाली कलाकार, नेपाली संगीत जगतका वरिष्ठ व्यक्तित्वहरू पनि यहाँ आएर तपाईहरुलाई साथमा साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
धेरै वर्ष अघि नारायण घाट चितवनमा त म धेरै पटक मेरो फिल्मको सुटिङको सिलसिलामा आएको छु। तर यो पहिलो पटक माडीमा आउने अवसर चाहिँ मैले पनि मेरो जिन्दगीमा पहिलो पटक पाएँ। योभन्दा अगाडि मैले सुन्थेँ माडीको बारेमा, तर साँच्चीकै अहिले बाटोबाट आउँदै गर्दाखेरि पनि मसँगै चितवनको पत्रकार मेरो भाइ, चलचित्र विकास बोर्डका सदस्य रवि भाइ आउँदै सँगै हुनुहुन्थ्यो र मैले उहाँलाई भनिरहेको थिएँ यस्तो राम्रो ठाउँ रहेछ, यो यति रमाइलो ठाउँ रहेछ, यहाँ चाहिँ म आउन कसरी चुकेँ। आगामी दिनमा अवश्य पनि मैले निर्माण गर्ने चलचित्र या मैले खेल्ने चलचित्रमा निकट भविष्यमा नै अहिले नै मैले एक्चुअली आजकै दिन मेरो पनि मुस्ताङमा एउटा सुटिङको लागि जानुपर्ने दिन थियो। जेरी अन टप भन्ने एउटा फिल्मको सुटिङ भइरहेछ, जसमा म पनि त्यसमा मेरो पनि एउटा इम्पोर्टेन्ट रोल थियो र त्यसको सम्पूर्ण टिमहरू हिजो नै मुस्ताङतर्फ लाग्न भएको थियो, टेक्निकल टिमहरू पनि। र मैले चाहिँ हिजो यहाँको आयोजक संस्था साथीभाइहरूलाई भुवनजी तपाईँ यहाँ आइदिनु भए हुन्थ्यो भनेपछि मलाई पनि आउन रहर भएको कारणले त्यो मेरो 2 दिनको सुटिङलाई सारेर अरू टिमहरूले अरू सुटिङ तपाईँहरू गर्दै गर्नुहोस्, म चाहिँ नि माडी पुगेर आउँछु भनेर यहाँ आउने अवसर पाएँ र जति सोचेको थिएँ त्योभन्दा बढी मलाई रमाइलो यो ठाउँ लाग्यो, त्यति नै प्यारो यहाँको दाजुभाइ दिदीबहिनी लाग्यो। आगामी दिनमा पनि यस्तो कुनै कार्यक्रम भएको बेलामा अवसरमा अवश्य सम्झिनु होला। म यहाँको पर्यटनको लागि, यहाँको कल्चर, यहाँको कला संस्कृतिको लागि यदि केही गर्न अवसर पाएँ भने म आफूलाई भाग्यमानी ठान्नेछु। अब सिनेमाको डायलग त मैले पुरै बिर्सिसकेँ आजकल, तर मेरो पुरानो फिल्मको एक टुक्रा गाना चाहिँ म तपाईँलाई सुनाइ सानो उसमा। कुसुमे रुमाल मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको कुसुमे रुमाल, कुसुमे रुमाल, कुसुमे रुमाल। यो फिल्म हेर्नु भएको छ तपाईँहरूले? हेर्नु भएको छ तपाईँहरूले? फिल्म हेर्नु भएको छ? हेर्नु भएको थियो? म हूँ नेपाली बाबू मेड इन नेपाला, म हूँ नेपाली बाबू मेड इन नेपाला। कालो टोपी भदगाउँले मेरो शिरमा ढल्केको, एक जोडी खुकुरी हेर टललल टल्केको। मेची काली रगतमा मेरो शललल बगेको, छाती भित्र मेरो हिमाल झललल झल्केको। म हूँ नेपाली बाबू मेड इन नेपाला। यो चाहिँ हेर्नु भएको छ कला नेपाली बाबु? यो एउटा फिल्म थियो मेरो, त्यसको गाना मलाई एकदमै मनपर्छ, त्यसको एक टुक्रा गाना गुनगुनाउन चाहन्छु। गहिरो गहिरो सागर जस्तै, अचल पहाड जस्तै, हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि। चलचित्र सम्झनाको यो गाना थियो। चलचित्र त साह्रै बिग्रिस नि बद्री भन्ने फिल्ममा हरिवंश आचार्य र मैले सँगै खेलेको थियौँ।
यो फिल्म चाहिँ हरिवंशले बनाउनु भएको। यसको निर्माता हरिवंश र किरण केसीजीले बनाउनु भएको थियो। त्यसमा मेरो पनि एउटा इम्पोर्टेन्ट रोल थियो। त्यो फिल्ममा चाहिँ नि धेरै पुरानो भइसक्यो, युट्युबमा छ, बिर्सिनु भएको भए घरमा गएर हेर्दा पनि हुन्छ। त्यो फिल्ममा एउटा यस्तो सिन थियो जुन सिनमा बुढाले कान्छी स्वास्नी लिएर आएर बुढीलाई घरबाट निकाल्नुहुन्छ। अनि बुढी बिचारा कहाँ जाओस् रुँदै कराउँदै माइतीको घरतर्फ लाग्दै गर्दा बाटोमा मेरो एउटा क्यारेक्टर छ। मेरो क्यारेक्टर चाहिँ एउटा बदमास नेताको छोरा म, जुन नेताले कहिले पनि देश नबनाउने गफाडी नेताको म छोरा हुन्छु। त्यसपछि मैले आफ्नै बाउसँग पनि विद्रोह गरेर हिँडिरहेको हुन्छु र त्यो बहिनी जसलाई चाहिँ घरबाट निकालेको थियो उहाँसँग मेरो भेट हुन्छ र उहाँले आफ्नो दुःख पुकार यस्तो गरेर मलाई मेरो बुढाले निकाल्यो घरबाट भनेपछि अनि मैले ल आउनुहोस् तपाईँलाई म तपाईँको न्याय दिलाउँछु भनेर उहाँलाई न्याय दिलाउने एउटा रोल थियो। त्यसमा एउटा डायलग थियो, हे नारी हो, हे नारी हो, शरीर पो कमजोर छ तपाईँहरूको, बुद्धि त कमजोर छैन नि। त्यसैले आउनुहोस् सङ्घर्ष गरौँ, एकजुट हौँ, देश बनाऊ भन्ने एउटा डायलग। अहिले मैले हार्नु नसकेर यो सम्झेको एउटा डायलग मैले तपाईँहरूलाई सुनाएँ। अब अन्त्यमा यही भन्न चाहन्छु, सबभन्दा पहिला त अलिकति कार्यक्रममा ढिला पुगेँ। फ्लाइटको कारणले काठमाडौँदेखि आउँदाखेरि अलिकति फ्लाइट पनि ढिला भयो र कतिजना दाजुभाइ दिदीबहिनीहरूलाई सायद समयको अभावले फर्किनु पर्यो होला र क्षमा माग्दै यस कार्यक्रमको उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु। अल द बेस्ट एन्ड थ्याङ्क यू भेरी मच। स्तरोन्नतिका उन्नतिका उद्देश्यले आयोजित दोस्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव 2081। थ्याङ्क यू भेरी मच। हस्, म तपाईँलाई नेपाल एक दुईवटा डायलगहरू मेरो फिल्मको अन्त्यमा सुनाउनेछु।